आज म तपाईहरुलाई पशुपति घुमाउन लान्छु। थौ जी छिकपिन्त पशुपति चाहिके यङ्के। थौ जी छिकपिन्त पशुपति चाहिके यङ्के। अब तपाईहरुको सट्टा तिमीहरुलाई भन्नु पर्यो भने छिम्त, छिकपिन्तको सट्टा छिम्त भनेर हामीले भन्न सक्छौं। त्यसैगरी यसमा आज भन्नाले थौ, तपाईहरुलाई भन्नाले छिकपिन्त, घुमाउन लान्छु भन्नाले चाहिके यङ्के। अब अर्को सेन्टेन्स, हिड्ने बाटो न्यासी वन्यु ल, न्यासी वन्यु ल। बाँदर माक, माकलाई बाँदर भनिन्छ, बाँदरनीलाई माकनी। बाँदरले केरा खायो, माकल केरा नल, माकल केरा नल, नल अर्थात खायो। बाँदरको बच्चा माकया मचा, माकया मचा, मचा अर्थात बच्चा, बच्चाहरू भन्नु पर्यो भने मस्त, बाँदरको बच्चाहरू भन्नु पर्यो भने माकया मस्त। बाँदर जस्तो छ माक थे सो, माक थे सो। आज मेरो माइन्डमा यो सेन्टेन्सहरु बनाउँदा बनाउँदै यो बाँदरको चाहिँ अलिकति बढी इन्ट्रेस्टिङ हुन्छ कि भनेर मैले अलि बढी सेन्टेन्स बनाएको छु। तपाईहरुलाई राम्रै लाग्छ होला आई गेस। बाँदर जस्तो नउफ्रियो, माक थे तिनुई मते, माक थे तिनुई मते, तिनुई मते अर्थात नउफ्रियो भन्न खोजेको। बाँदर जस्तो छ माक थे सो, माक थे सो। तिमी त बाँदर जस्तो छ भन्नु पर्यो नि, कहिलेकाहीँ जिस्काएर साथीहरुलाई भन्नु पर्यो भने छला माक थे सो भन्न सकिन्छ हामीले। तिमी त अर्थात छला, छला। अब कसैले साथीले जिस्काएर बोलाउनु पर्यो भने ए बाँदर भन्नु पर्यो भने ए माक, ए माक। तिमी बाँदर हो भनेर बच्चाहरुलाई कहिलेकाहीँ चुचुक गर्यो भने बच्चाहरुलाई सोध्नु त्यस्तो भन्नु पर्यो भने सोध्नु पर्यो अथवा भन्नु पर्यो भने छ माक कला, छ माक कला। बाँदर जस्तो नाच्यो, माक थे प्याख हुल, माक थे प्याख हुल, प्याख हुल अर्थात नाच्यो भन्नु खोजेको। त्यसैगरी बाँदर जस्तै उफ्री उफ्री नाच्यो भन्नु पर्यो भने माक थे टी टी नुया प्याख हुल, माक थे टी टी नुया प्याख हुल। अर्को सेन्टेन्स, यता आऊ बाँदर थन वा माक, थन वा माक। अब साथीहरुलाई अथवा कसैले जिस्काएर ठट्टा गरेर भन्नु पर्यो भने अब तपाईको बोयफ्रेन्डलाई पनि हुन सक्छ कहिलेकाहीँ ठट्टा गरेर। अब यदि जोक गरेको मन पर्ने मान्छे छ भनेदेखि। अब नेक्स्ट अर्को, उता जाऊ बाँदर उखे हुँ माक, उखे हुँ माक, उखे हुँ माक। उखे अर्थात उता, हुँ अर्थात जाऊ। तिमी बाँदरनी म बाँदर। कस्तो लाग्यो यो सेन्टेन्स मैले बनाएको, रमाइलो गर्नको लागि हुन्छ जस्तो लाग्छ। छ माकनी जी माक, छ माकनी जी माक। अर्को, नकरौ बाँदर चुप लाग, हाले मते माक सुङ्क चो, हाले मते माक सुङ्क चो। हाले मते अर्थात नकरौ, सुङ्क चो अर्थात चुप लाग। पुच्छर नभएको बाँदर न्याप मोरुम माक। कहिलेकाहीँ हामीले अब साथीहरुलाई अथवा कसैलाई जिस्काएर यस्तो पनि भन्न सक्छौं, न्याप मोरुम माक। न्याप अर्थात पुच्छर, मोरुम अर्थात नभएको। अब अरु सेन्टेन्सहरु, यो पशुपति हो, ठो पशुपति ख, यो अर्थात ठो। यो पशुपति मन्दिर हो, ठो पशुपति डेग ख, ठो पशुपति डेग ख। कति धेरै मन्दिर, गुलीमच्छी डेग, गुलीमच्छी डेग। कति राम्रो ठाउँ, गुली बालाउ था, गुली बालाउ था। यस्तो पनि भन्न सकिन्छ। मूर्तिको अनुहार कसले काटेको,
मूर्तिया ख्वा सुना पाओ मूर्तिया ख्वा सुना पाओ अनुहारलाई हामीले नेपाल भाषामा ख्वा भनिन्छ ख्वा त्यस्तै गरी कतै अब जानु तलतिर जानु पर्यो भने तल जानु पर्यो भन्नु पर्यो भने क्वा वनी माल क्वा वनी माल त्यस्तै गरी अर्को यो मान्छे जलाउने ठाउँ हो ठो मन्यु उयु ठ्या ख ठो मनु उयु ठ्या ख अब जलाउनेलाई अब च्याक्यु पनि भन्न सकिन्छ तर मान्छे जलाउने भन्नु पर्यो भने च्याक्यु भन्दा पनि उयु भनिन्छ मनु उयु भनिन्छ अब त्यो बितेको मान्छेहरूलाई जलाउनु पर्यो भने आजको भिडियो कस्तो लाग्यो अलि फन्नी सेन्टेन्सहरू पनि राखेको छु कस्तो लाग्यो भन्नु होला र तपाईहरुले हाम्रो भिडियोहरू लाइक शेयर गरेर सहयोग गरिदिनु होला र फेसबुकमा हामीले दिनदिनै जुन फोटोहरू पोस्ट गरिरहेका छौं त्यो फोटोहरूलाई तपाईहरुले लाइक शेयर गरिदिनु होला यसरी तपाईहरुले हामीलाई सहयोग पनि गरिदिन सक्नुहुन्छ र दिनदिनै एउटा दुईटा सेन्टेन्सहरू मैले पोस्ट गरिराखेको छु त्यो कस्तो लाग्यो तपाईहरुलाई कस्तो लागिरहेको छ फेसबुक पेजको लिंक agendakas.com/nepal भाषामा तपाईले पाउन सक्नुहुन्छ भनेदेखि नेपाल टाइपिङ गर्न चाहनुहुन्छ भने agendakas.com/nepal-typing मा नेपाल टाइपिङ गर्न सक्नुहुन्छ थ्यांक यू शुभ